हप्तामा चाहिँ हामी यो टाइममा नेपालमा हुन्छौँ म आफ्नो घरमा मिलिस आफ्नो घरमा एन्ड फर द फर्स्ट टाइम त भन्नु मिल्दैन फर द 4th 5th टाइम इन almost 4 years हामी दुईजना चाहिँ आफ्नो आफ्नो घरमा हुन्छौँ अनि म मेरो घरको खाना खाइरहेको हुन्छु होला ऊ चाहिँ उसको साथीहरूसँग हुन्छ होला आई डोन्ट नो बट आई जस्ट नो कि 2 weeks from today we will be in नेपाल अनि अहिले चाहिँ यो बिनिसको लगेज प्याक गर्न लाग्यो सो यसमा चाहिँ म टेप लगाउँछु होइन यो माथि बिर्कोमा सो द्याट यो क्रिम चाहिँ सुटकेस प्याटबुट फ्यालिदिँदाखेरि यो क्रिम ल्याटप्याट नहोस् भनेर गर्छु अनि यो मजाले प्याक गर्छु ल यो लगेज पनि प्याक भयो बिनिसको 1 लगेज डन हामी दुवैजनाको एउटा लगेज डन भयो अब एउटा लगेज बाँकी छ अनि एउटा ह्यान्ड क्यारी छोइला बारा चटामरी एभ्रिथिङ यति रमाइलो गरेर मम्मी आमा लाइक सबैसँग यति टाइम स्पेन्ड गरेर नि रिग्रेट नहोस् यति धेरै घुम अनि यति रमाइलो होस् कि तिमीहरूलाई जति रमाइलो कसैले नहोस् क्या त्यो 27 डेज चाहिँ No! God, please, no! No! Bye. We will miss you. Bye. तिमीलाई किस गर्ने घर पनि हेरौँला बिचमा बाटो भयो भने हामी आउँछौँ कि 1 महिनामा फर्किन्छौँ हरे भगवान त्यही पनि बाई 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 हेभ अ गुड नाइट हामी चाहिँ प्याक गर्दै थियो अनि लास्ट मोमेन्ट वी रियलाइज यो लगेजको चाहिँ सुपर ग्लु यतापट्टि भुवाङ परेर छ अलिकति अनि नवीनले चाहिँ के भन्दैछ भने के अरे काठमाडौँ पुगेर त्यो एयरपोर्टमा चाहिँ पेन्सन छिराइदिएर यहाँबाट सामान लिन्छ भनेर अहिले नै थाहा भयो धन्न रातिको 10:30 बजे भोलि फ्लाइट भएकोमा चाहिँ अहिले 10:30 बजे थाहा हुँदैछ थ्याङ्क यू सी यु नेक्स्ट इयर अर्को वर्ष भेटौँला ल बाई लास्ट डे एट वर्क बिफोर आई गो नेपाल आज त काम जानु पनि अल्छी लागिरहेको छैन अति नै खुसी लागिरहेको छ लुक एट द स्नो बेबी आइ एम गोना सी यु आफ्टर अ मन्थ I won't be freezing in Canada for at least a month. And I think I should make that my goal. Every year winter ma 1 महिना चाहिँ छुट्टी लिएर कहीँ भ्याकेसन गइदिनु पर्ला जस्तो छ यहाँको विन्टर इज टु हार्स अहिले पनि म हात यतिकै निकालेर बसिरहेको छु नि यो भ्लग खिच्न मेरो हात यस्तो चिसो भइसक्यो एनिवेज लुक अराउन्ड म बस्ने ठाउँहरू लास्ट डे मेरो अफिसको बिल्डिङ I'll see you in a month Marianne is dropping me to the airport ल साथीहरू राम्ररी बस्नु होला हामी चाहिँ जान लाग्यौँ Let's go Benis Let's go मेरो कलिगको चाहिँ ट्रक छ अनि उसले हाम्रो लगेजहरू चाहिँ यहाँ छ 4वटा 2टा ह्यान्ड क्यारी यतापट्टि अनि अब एयरपोर्ट जान लाग्यो सो यो 2, 3, 4 लेखेको छ नि त्यस्तोमा चाहिँ यहाँ लेखा हुन्छ कि कहाँबाट ब्याग आउँदैछ भनेर तपाईँ कहाँ ट्राभल गरेर आएको भनेर हामी थन्डर बे भयो नि त सो हाम्रो ब्याग आउँदैछ म हेर्दैछु तर अरू सिटीहरू पनि छ सो अलि टाइम लाग्छ कि जस्तो लागिरहेको छ ब्याग आउन हामी चाहिँ हाम्रो होटल जान्छौँ अनि त्यो होटल चाहिँ किन चुज गरेको भन्दा एयरपोर्टबाट 4 मिनट टाढा छ अनि सटल सर्भिस छ अनि ब्रेकफास्ट नि प्रोभाइडेड छ सो अब त्यो सटल सर्भिस लिन
के अरे लिने सर्भिसको त्यो टर्मिनल चाहिँ कुन हो त्यो हेरेर चाहिँ त्यहाँ जानुपर्छ कहाँ हो अरे त्यो सटल सर्भिस लिन आउने हामीलाई त्यो मेसेजमा हेर्नु इमेल आउँला Our shuttle runs 24 hours every 30 minutes. Terminal 1, please look for post F3 at ground transportation levels, arrival level. Terminal 1. हामी कुन टर्मिनलमा हो अहिले 1 हैन so we have to go to post F3. Okay, let's go. L'identification des bagages. Merci. We're able to find F3. यता चाहिँ होटल सटल्सहरू पाउँदो रहेछ every 30 minutes चाहिँ will pick you अनि drop you at the hotel अनि होटलबाट पनि एयरपोर्ट ड्रप गरिदिन्छ उनीहरूको सटल सर्भिसले चाहिँ म पहिला क्यानाडा आउँदाखेरि चाहिँ मलाई अङ्कल आन्टीले लिन आउँदाखेरि मेरो यही स्पटमा एउटा फोटो छ क्या अनि मलाई यस्तो मेरो यो 4 इयर्सको जर्नीहरू नि यस्तो फ्ल्यासब्याकमा आइरहेको छ नि आम सो proud of myself. Guys, हाम्रो शटल आयो हामी चाहिँ यो होटलमा बस्न लाग्यो Hampton Inn and Suites by Hilton. हामी चाहिँ अहिले Hampton Inn and Suites होटल पुग्यौँ. Oh my god, look at our luggage. अब चेक इन गर्छौँ हामी. Weather is -7. Mississauga. All checked in. हामी चाहिँ अब रुम जान लागेको. नेक्स्ट टाइम ट्राभल गर्दा त म एउटा लगेज एउटा क्यारी अन मात्रै बोक्छु यसपालि चाहिँ 2टा लगेज ल्याएर गल्ती गरेँ यति गाह्रो भइरहेछ नि 2 जनालाई लगेज गुराउनु room tour. Oh, look, a jacuzzi. अहिले आएर देखाउँछु ल लगेज सबै भित्र ल्याएपछि धन्यवाद यहाँको लाइट्स यो ल्याम्प होला and I didn't know we had this in our room. Look, welcome Sejal. Oh, that's so nice of you. That's really nice of you, Hilton. मलाई थाहा थिएन मेरो रुममा यो छ भनेर भटे बिग वाशरूम मलाई चाहिँ स्विमिङ जान मन थियो तर स्विमिङ चाहिँ 6 to 10 मात्रै रहेछ सो बन्द भइसक्यो पुल सो अब भोलि बिहान उठ्यो जाँगर चल्यो भने चाहिँ म स्विमिङ गर्न जान्छु होला म नुहाउनु पर्छ सो आई डोन्ट थिङ्क अब बिहान चाहिँ जान सक्छु ओके यही हो मेरो होटलको रुम